त्यही भएर पहिला के छ 3P को फर्स्ट P भनेको आफू सुरक्षित हुने, आफूलाई जोगाउने है। बुझ्नु भएन हैन? ठोलाउनु भएको छैन नि है। के रहेछ फर्स्ट P भनेको चाहिँ प्रोटेक्ट योरसेल्फ, नेपालीमा के भन्यो आफ्नो सुरक्षा गर्ने। तपाईले काम गर्नु भन्दा अगाडि है। अनि अर्को छ प्रोटेक्ट योर प्रपर्टी भन्छ फेरि। अब यो चाहिँ जस्तै सम्पत्तिको सुरक्षा गर भन्यो। सम्पत्तिको सुरक्षा गर्ने हाम्रो जिम्मा हो त? हो त? हो त म्यामहरु? सम्पत्तिको सुरक्षा गर्ने हाम्रो हो त? रेस्पोन्सिबिलिटी हो? कोही पनि अनि भन्नु भने हामी भन्नु। एन्सर दिनु न। हो? हो? के होइन? किन हाम्रो सम्पत्तिको सुरक्षा किन गर्ने त हामीले? हाम्रो सेक्युरिटी सरहरू हुनुहुन्छ उहाँले गरेको किन हुँदैन? छ यहाँ कोही विद्यार्थी बढेको छ आफ्नो ठाउँमा छ, तर यहाँ भएका सामानहरू पनि तपाईँले त बिगार्नु भएन नि त हैन? तपाईँले स्प्रे गरेर सफा गर्दै जाँदाखेरि त्यो कम्प्युटरमा पानी स्प्रे गरेर पुस्नु भएन नि त, कम्प्युटर पनि बिग्रिनु भएन नि त हो। त्यही भएर आफूले काम गर्ने सामानहरू पनि आफूले सुरक्षित साथ काम गर्नु पर्यो, सुरक्षित साथ राख्नु पर्यो, काम सकाइसकेपछि गएर फर्काउनु पर्यो। यो फोहोर छ भनेको फोहोरलाई धोएर राख्नु पर्यो हैन? हो नि? हो सम्पत्तिको सुरक्षा गर्नु परिरहेछ कि रहेछ? रहेछ। सम्पत्ति भनेको सबै चिज पर्यो। तपाईको युनिफर्म पनि त कम्पनीले दिएको हो, त्यो पनि सम्पत्ति। सबै चिजको सम्पत्तिको सुरक्षा नि गर्नु पर्यो, आफू सुरक्षित हुनु पर्यो है। फेरि काम गर्नु मन पर्यो है। अब हेर्नु फेरि प्रोटेक्ट योर पिपल रे, पब्लिक मान्छेहरूको सुरक्षा गर भन्दियो हो त? हो त? हामी गर्दै हिँड्ने हो त? तपाईहरु काम गर्ने ठाउँमा भएर आएका मान्छेहरूको सबैको सुरक्षा गर्ने हो त हामीले? हो होइन भन्नु न? होइन होइन नि है? हो कि होइन? भनिसकेन भन्नु बोल्नु है। अब म हुँदाखेरिको टिम त एकै हुनु है, मलाई त कसैले चिन्नु भएको छैन है। हाम्रो दिपेन्द्र सर, हाम्रो अहिलेको सर उहाँहरू त त्यहाँनिर साहु सरहरू हुनुहुन्छ नि हामीले गोपाल सरहरू, उहाँहरू त मैले सबै चिने हो। अब कसैको त्यो चेक हुने त मैले चिनाएको हो कि। ओके प्रोटेक्ट योर पिपल भन्छ कि तपाईँले यत्रो फ्लोर गरी मप गर्नु पर्दाखेरि चाहिँ चिप्लो न चिप्लो बनाइदियो भने के हुन्छ? त्यो विद्यार्थी आएर गोट्यो भने कसले गराउँछ? त्यही भएर हामीले सुरक्षा आउने गर्नुपर्ने रहेछ कि रहेछ हो। अनि हामी यो कसम किन राख्छौँ? हो मान्छेहरूले थाहा पाओस् चिप्लो छ, काम हुँदैछ भन्ने जानकारी गराउनु त राखेको हो नि। किन राख्ने त? नराख्ने हुन्थ्यो नि त है। यो राख्न के जरुरत छ? यो हाम्रो लाइसेन्स जस्तै भयो हैन? लाइसेन्स जस्तै भयो। अनि अर्को कुरा भनेको हामीले काम गर्दा त्यो महानगरपालिकाले झुलान्दै उडाउँदै काम गर्छ नि। यहाँ हामीले त गर्नु मिल्दैन नि त, गर्न पाइँदैन। अरूले अफर हुने काम त गर्न पाएन नि। प्रोटेक्ट योर पिपल भनेको म गर्दा गर्दै पनि अरूसँग ठोकिनु नि भएन, अरूलाई लाग्नु पनि भएन। तपाईँले म गर्दा चिप्लेर अरू लोड नलाग्ने यहाँ भनौँ न सचेतनता नगराउनु। चिप्लो त हुनसक्छ, त्यो कसम राखेर नजानुहोस् है। डरी समाज जाँदाखेरि पनि सफा हुँदैछ नजानुहोस्, चिप्लो छ भन्नु खोजेको त हो नि। त्यो तपाईँले पब्लिक मान्छे जस्तै हामी स्कुलमा काम गर्दा कलेजमा काम गर्दा चाहिँ को छ विद्यार्थी टिचरहरूलाई गर्नुपर्ने हुन्छ नि त। त्यो चाहिँ हामीले बाहिरी मान्छेहरूलाई पनि एक्सिडेन्ट हुनबाट बचाउनु पर्यो, प्रोटेक्ट गराउनु पर्यो भन्नु खोजेको है। सुरक्षा दिएर बस्नु भनेको होइन। बुझ्नुभयो? सबै कुरा कहाँनिर बुझ्नु पर्यो भने यताउति कता कता गाउँमा पनि हुन्छ नि तपाईँहरूले त्यो चिजहरू लाएर जानुहोस् भन्नु खोजेको। यसले के फाइदा गर्छ? हामीको टोयलेटमा त्यत्रो 4-500 अथवा 2-3 हजार विद्यार्थीले युज गर्ने बाथरुम कति किटाडु हुन्छ। त्यसरी काम गर्छौँ हामी होइन? त्यो ठाउँमा त आफू सुरक्षित भएन। अहिले 1 वर्षमा त अहिले पैसा कमाउनै राखौँला भनेर 8 वर्षदेखि बिरामी भएर पैसा सब
छँदै आएन हो कि होइन? हामीले के को लागि कमाउन आएको त? पैसाको लागि त हो। पैसा हामीले नि बचाउन सकेन, हाम्रो स्वास्थ्य नै आफू हुन सकेन हो त मतलब भएन नि हेर्नु। स्वास्थ्य नै धर्म भन्छ नि, सुन्नु भएको छ नि? मलाई आजकल फिल हुँदै थियो, म यस्तो पातलो थिएँ कि मैले जे पनि हुँदाखेरि यस्तो पातलो थिएँ। कहिले मोटाउनु के गरेँ मोटाउनको लागि? मोटाउन त ठिकै छ, मोटाएपछि रोग सुरु भयो। मोटाएपछि रोग सुरु सिधै पातलो हुँदाखेरि अहिले कमजोरीको फिल त उल्टी उल्टी ठिक रहेछ भन्ने कुरा अहिले बुझिदिएको है। ल यति कुराहरू दिमागमा राख्नुहुन्छ, कसरी के गर्नुहुन्छ, आफू सुरक्षित हुने कुराहरू नै गर्ने भन्ने कुराहरू छन् है। फेरि सबैलाई यो इङ्ग्लिसको ल्याङ्ग्वेजहरू गाह्रो हुन्छ है। फेरि म यसलाई चाहिँ नेपालीमै तपाईँहरूलाई बताउँछु है। इन्ट्रोडक्सन, हामीले इन्ट्रोडक्सन भनेको क्लिनिङका सामानहरू, केमिकलको बारेमा तपाईँहरूलाई हामी बताउँछौँ, नयाँ टेक्नोलोजी के छ त्यसको बारेमा बताउँछौँ होइन। अनि प्रपर ह्यान्डलिङ एन्ड स्टोरेज अफ केमिकल, केमिकल कसरी प्रयोग गर्ने, कसरी भण्डारण गर्ने भन्ने कुराहरू तपाईँलाई सिकाउँछौँ दोस्रो नम्बरमा। अनि सेफ्टी प्रोटोकल सिकाउँछौँ, कसरी सेफ हुने भन्ने कुराहरू सिकाउँछौँ होइन। अनि प्रपर भेन्टिलेसन एन्ड पिपिईको कुराहरू तपाईँहरूलाई मैले अघि भनिहालेँ नि, कसरी आफू प्रोटेक्टिभ हुने भन्ने कुराहरूको बारेमा तपाईँलाई आज सिकाउँछौँ होइन। अनि अन्डरस्ट्यान्डिङ डिफ्रेन्ट सर्फेस टाइप्स अफ क्लिनिङ मेथड। हाम्रो ठाउँ त फरक फरक छ नि, एउटा कलेज भने पनि ठाउँ अनुसारको क्लिनिङ डिफ्रेन्ट हुन्छ नि त। त्यो क्लासरुम त तपाईँलाई भ्याइनेबल तरिकाले पनि क्लिन गर्नु पर्ने हुन्छ नि हो। बेलुका क्लास सकिएपछि मरिमेटी हुन्छ, बिचमा खाली हुन्छ है हो नि। म तपाईँहरूले काम गरेर छैन, त्यो क्लास सकिएपछि भ्याइ नभए हुन्छ है। त्यहाँ अगाडि टाइम तपाईँको म्यानेजमेन्ट गर्नु होइन। अनि डिफ्रेन्ट टाइपको क्लिनिङ कसरी गर्ने, जस्तै किचनको कसरी गर्ने, वासरुम कसरी गर्ने होइन, तपाईँ लबीको कसरी गर्ने, स्टेयरकेसको कसरी भर्याङको कसरी गर्ने होइन, अफिस रुमको कसरी गर्ने भन्ने कुराहरू पनि छ है। अनि टाइम म्यानेजमेन्ट, यो सफा गर्नलाई टाइम कसरी म्यानेजमेन्ट गर्ने, कुनलाई प्रायोरिटी दिने होइन। हाम्रो आउनु भयो नि हतपत गोर्छ भने के गर्छ थाहा छ? त्यो लम्बी टक्क यहाँ सुनामा ढोकाको कुनामा लगाएर यसो टाल्छ होइन हो नि। हो भन्नु न, होइन गर्नु लाग्यो भने हो नि। होइन फर्स्ट भनेको इन्ट्री नै राम्रो भएन भने, इन्ट्री गर्ने ठाउँ छिर्ने ठाउँै राम्रो भएन भने हाम्रो ह्युमन नेचरमा पनि बस्नु पर्ने। कुनै राम्रो मान्छेलाई चाहिँ जज कसरी गर्छ थाहा छ? कत्रा राम्रो भनिदिन्छ नि, त्यसको भित्री गुणहरू कस्तो छ भनेर पहिला हेर्दैन कि संसारले हेर्दैन, पहिला बाहिर रूप हेरेर हुन्छ कि सबै कुराहरू, भित्र कस्तो पढाइ हुन्छ भन्ने कुरा त सेकेन्डरी भयो। एउटा यस्तो खतरा छ भन्ने एट्र्याक्सन नै फर्स्ट हुन्छ कि भाइ अनि यस्तो फोर्स भनेर गऱ्यो मेरो यस्तो स्कुलमा नै पढ्नु पठाउँछु भन्नुहुन्छ नि तपाईँहरू हो नि। फर्स्ट इम्प्रेसन भनेकै धेरै इम्पोर्टेन्ट कुराहरू हो है। त्यही भएर हामीले सानो केटाले चाहिँ सेभ गर्ने हो कि होइन, पाउडर लाउने हो कि होइन, फेरि ओभर पनि हुन्छ भएन है त्यो कुराहरू हामी गरेर आउँछौँ नि हो। कहाँ इम्प्रेसन पार्ने भन्ने कुराहरू पनि छ। त्यो